खतरनाक झक्कास वाला भन्नु भने फेरि गर्नुहुन्छ होला त्यो चाहिँ आमा यो भएछ कस्तो राम्रो छ के यो है यसको यो डब्बा राम्रो छ के मेरो सनस्क्रिन सामाको फेभरेट हो यो चाहिँ यो बिना त मेरो जिन्दगी अधुरो खतरा छ तपाईहरुले गुगलमा चाहिँ ल यो सर्च गर्नुहोस् है भन्दा हेलो गाइस नमस्कार जुजुले पासे वाह नमस्ते वाह सबैजनालाई उलाउनु भएको छ हाम्रो बसाइ कस्तो छ त साथीहरु आज चाहिँ चैते दशैंको दिन अनि आज चाहिँ हामी नुहाइवरी हैन पुरा कपालहरु सिलिक सिलिक अघिसम्म चाहिँ बक्सीको जगल्टा जस्तो थियो नचिन्ने तरिकाको थियो अहिले चाहिँ पुरा चिप्लो चिप्लो भएर आछौं अनि त्यसपछि तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला किन हल्लेको सन्चै हुनुहुन्छ होला अनि हामी आजभोलि खाएको भिडियो बनाएको छैन के गरेको पहिलाको भिडियोहरु अलिअलि हाल्दैछौँ है अनि बल्ल बल्ल फर्ममा आउन खोज्दैछौँ कहिले आउँछौँ त त्यसो थाहा छैन पुरा रुगाले निस्लोटो हिरान पारेर साँच्चै स्टाइल पारेको थियो हैन अनि त्यसपछि आज चाहिँ हामी सानो छोटो मिठो हैन लगेर उपस्थित भएको तर कति देखाएर तिमीहरु खुबै नगर्नु ओइ म झन् डराथे हैन मेरो चाहिँ पहिलेदेखि भन्दाखेरि पनि नचलाएको प्रोडक्टहरु के भन्छ रिजु त्यसलाई नकल पार्ने चाहिँ हैन स्किन केयर चीजहरु थिए अनबक्सिङ नै भन्छ हैन भिडियो चाहिँ बनाउने भनेर चाहिँ म आको अनि उसको चाहिँ पुरा कपालको प्रदर्शनी सिली भइरहेको नि त नुहाएको नि त गाइस छाम्दाखेरि पनि चिप्ली झर्ने जस्तो के आजको दिन भोलिको दिन 3 दिनसम्म त यस्तै हो त्यस पछाडी चाहिँ बाटेर हिँड्नुपर्छ त्यस्तो छ हालत अनि त्यसपछि आज उ चाहिँ क्यामेराम्यानमा बस्ने अरे अनि म चाहिँ भिडियो बनाउँछु है पुरा भिडियो हेर्दिनु होला जस्तो लाग्यो भने मोबाइलमा अन गरेर छोडी पठाए पनि हुन्छ नहेरे पनि त्यतिकै पुरै फुलसम्म चाहिँ त्यतिकै हेरि चाहिँ दिनु होला हैन हुनु त यस्तो बोला भाला छ हुनुहुन्छ हो नि बिचरा म हामी चाहिँ अब भिडियो बनाउँछौँ ऊ क्यामेराम्यान म चाहिँ पुरा वाह हिरोइन ल साथीहरु हाम्रो अनबक्सिङ हैन कि अनबक्सिङ हाम्रो इंग्लिशमा त डिग्री गर्नु भएको छ नि हाम्रो अनबक्सिङ भिडियोको लागि सामानहरु चाहिँ यहाँ छ है योहरु चाहिँ एकदम खतरनाक झक्कास वाला भन्नु भने फेरि गर्नुहुन्छ होला ठिकठिकैको प्रोडक्टहरु छ म तपाईहरुलाई देखाउन चाहन्छु है ल यो चाहिँ खोल्ची अर्को है साथीहरु यो खोल्ची कुनको अहिले भरे म भन्छु तपाईहरुलाई यो चाहिँ आमा यो भएछ यो ऐनाहरु पनि फाल्दै राख्नु पर्छ के खतरा सुरुमै ल है ल यो चाहिँ मैले अर्को क्रिमको चाहिँ डब्बामा मेरो सानो सानो चिजहरु चाहिँ यसरी राखेको थिएँ कि अनि यो चाहिँ यो क्युट वाला ऐना हो है हेर्नु होला ल यस्तो यहाँ ठुलो र सानो देखिने हुन्छ यो ऐना हो मेड इन कोरिया एकदमै राम्रो छ मलाई एकदम मन पर्ने ऐना अर्को पनि ऐना यो चाहिँ क्यूट शेपको है आई लभ यू आई लभ यू आई लभ यू आई लभ यू टु त्यहाँ फेरि प्रपोजल आउँदा नि कमेन्ट्समा त पुरै
अनि त्यसपछि यो चाहिँ मेरो त्यो क्रिमहरू किन्दाखेरि सिम्पलहरू हो कि मेरो चाहिँ पुरा सिम्पलहरू छ यो मोइस्चराइजरहरू क्रिमहरू हो यो सबै सिम्पलहरू अनि यसको क्रिमहरू चाहिँ खासमा सकिसकेको है मसँग अहिले देखाउने चाहिँ छैन यसको क्रिमहरू सकिसकेको सबै सिम्पलहरू अनि यो पनि त्यसैको हो कस्तो राम्रो क्रिम स्मुथ यो पनि उनी मोइस्चराइज नै हो मोइस्चराइज कि मोइस्चराइज भन्छ मोइस्चराइजर जेसुकै होस् न जे भए दल्ने के बेलुका सुत्ने बेला क्रिमहरू लाउँदा कस्तो राम्रो छ कि यो है यसको यो डब्बा राम्रो छ कि क्युट छ अनि यो चाहिँ सनस्क्रिम हो कि यो चाहिँ सानो सनस्क्रिम छ ल यस्तो मसँग सनस्क्रिम चाहिँ धेरै छ मैले लाउने भनेको पनि मोइस्चराइज अनि त्यसपछि सनस्क्रिम त्योभन्दा अरू खासै केही नै लगाइँदैन है रिजु पनि त्यही हो अनि त्यसपछि यो सानो सनस्क्रिम हो ल यो पनि है कस्तो राम्रो छ यो पनि सानो यो चाहिँ हिँड्दाखेरि के कतै ट्राभल गर्दाखेरि कस्तो राम्रो हुन्छ कि यो पनि यो चाहिँ सिम्पल पिस नै हो है अनि यो भयो है अर्को यही बट्टा देखाउँछु ल यसमा चाहिँ मैले सनस्क्रिमहरू स्टोर गरेर राखेको छु यो चाहिँ इजनक्सको एकदमै राम्रो मलाई चाहिँ हुनु चाहिँ अब फेस अनुसार पनि हुन्छ मलाई चाहिँ अहिले पनि मैले त्यही लगाएको छु कि अङ्क लाउनु भिडियो बनाएको अङ्कल अनि यो चाहिँ इजनक्सको एकदमै राम्रो प्रोडक्ट छ मलाई चाहिँ एकदमै सुट गर्छ सुट गर्ने र नगर्ने पनि हुन्छ है प्रोडक्टहरू यो चाहिँ मलाई एकदमै सुट गर्छ यो पनि मैले उतैबाट कोरियाबाट नै मगाएको यति धेरै छ एउटा युज गरिरहेको छु यसको चाहिँ डेट 2027 सम्म छ 27 सम्म नै मलाई हुनु पनि सक्छ तेन्तरा मेरो सनस्क्रिम खानाको फेभरेट हो यो चाहिँ यो बिना त मेरो जिन्दगी अधुरो यो चारवटा छ अनि यो चाहिँ मलाई मेरो नानाले ल्याइदिनु भएको ढेन्टेरेङ यो चाहिँ कस्तो राम्रो बट्टा छ कि यो चाहिँ के भन्दाखेरि चाहिँ पर्फ्युम हो कि नानाहरू हुनु पनि फाइदा छ आफू त ठुली परियो मलाई नानाले ल्याइदिनु भएको जापानबाट हेर्नु होला ल कस्तो क्युट छ बट्टा त्यही भएर मैले चाहिँ यो राम्रो छ यो छ यो चाहिँ मेरो सेन्ट यो मैले युजै गरेको छैन यो बट्टै माया लाग्छ होइन मैले युजै गरेको छैन अनि यो चाहिँ यो पनि मलाई कति होइन इम्पोर्टेन्ट है रिजो मलाई चाहिहाल्छ कि मेरो यस्तोतिर पिम्पल्स एकदम धेरै आउँछ अनि यति एरियामा चाहिँ मेरो पिम्पल्स खतरा आउँछ कि अनि त्यसपछि यो चाहिँ पिम्पल्समा लाउने एउटा अब के भन्छ थाहा छैन होइन तर पिम्पल प्याच उसले भन्दैछ उ नलाग्यो पनि उसलाई थाहा छ तर म चाहिँ जान्दिनँ होइन तर लाउँछु अनि यो चाहिँ मेरो सकिगएको थियो भर्खरै आएको यो चाहिँ अनि त्यसपछि यस्तो हुन्छ कि यो सानो सानो यो यस्तो हुन्छ अनि पिम्पलमा टक्क टाँसेपछि चाहिँ त्यहीँभित्र आफै पकाउँछ अनि निको पनि पार्छ होइन अनि यो चाहिँ कतिवटा पत्ताहरू हुन्छ कि रास पत्ता हुन्छ अनि त्यसपछि यो यसरी एक बट्टामा यो चाहिँ कहाँ भने कोरियामा याकुकतिर पाउँछ औषधि पसलतिर कसैले बाइचान्स कोरियामा उनीहरूले हेरेर कहाँ पाउँदो रहेछ थाहा नभएर भन्नु हो भनेर यो चाहिँ पिम्पल प्याच फेरि भन्नु त पिम्पल प्याच अनि फेरि अब पर्फ्युमकै पालो ल यो चाहिँ रिजुको यो चाहिँ रिजुको अस्ति भर्खरै हाम्रो भेनाले दुबईबाट ल्याइदिनु भएको कस्तो राम्रो छ ल उसको तिम्रो पनि बट्टा त कस्तो क्युट रहेछ त भाइ यो रिजुको कस्तो राम्रो छ यो पर्फ्युम है फेरि मेरै ल यो सबै बुर्ज खलिफाहरू ढल्यो यो चाहिँ मेरो यो चाहिँ हेरिसकेको हो कि तर फेरि तपाईँहरूले देखाउँ भनेर हेरिसकेको युज चाहिँ गरेको छैन यो पनि हिजो अस्ति आएको त्योसँग रिजुको सँगसँगै आएको हो अनि त्यसपछि यो पनि बुर्ज खलिफाबाटै आएको ल दुबईबाट ए मेरो पनि यस्तै रहेछ त बट्टा त म त वास्तै गरेको थिएँ वा यो के रहेछ सनस्क्रिम ल अर्को सनस्क्रिम मसँग सनस्क्रिम चाहिँ खत्रै हुन्छ है साथीहरू ल यो पनि सनस्क्रिम हो इजनक्सको ल हेर्नु होला ल यो पनि सनस्क्रिम गइगयो छिटो छिटो गरौँ ल यो पनि सनस्क्रिम यो त कस्तो राम्रो यो चाहिँ मलाई होइन उ गर्नै माया लाग्छ के यो वाले चाहिँ मैले पनि युज गरेको गाइस ए अर्को पनि थियो नि मेरो सनस्क्रिम
पहेँलोवाला तर कहाँ गएछ त्यो होस् ल अब छोडिदिउँ यसकै सेट छ कि अर्को बिर्सिगएछु होस् अब अनि यो चाहिँ मैले युज गरेको छैन कस्तो राम्रो छ तर खोलेर देखाउँ र त यो ट्याप ट्याप गर्ने अनि त्यसपछि यहाँभित्र चाहिँ सनस्क्रिन चाहिँ मैले यसरी खोलेकै छैन ओ नै खोल्ती हूँ मैं मुझे प्यार आता है इस पे छोटे पैक बड़े धमाका दल्ने के भन्छ अरे इतर हो गाइस इतर इतर अरे यो चाहिँ होइन यो पनि बुर्ज खलिफाबाट आएको छोटे बुर्ज खलिफा अनि यो चाहिँ इतर भेनाले ल्याइदिनु भएको इतर अरे मलाई थाहा छैन तर मेरो पहिला यस्तो सानो थियो नि तर मैले त्यो इन्डियाबाट लिएको सानो यस्तोमा धस्ने कि यसो गरेर त्यस्तै रहेछ खतरा कडक हुन्छ कि दामी हुन्छ कि स्यान्ड यो चाहिँ है अब चाहिँ यसको पालो ल यो चाहिँ छ्यामाको हाई डिमान्डमा आएको है ओ यो चाहिँ खासमा भ्यासलिन हो तर ओठको भ्यासलिन हो तपाईँको यो चाहिँ अब फेरि तपाईँको आयो यो चाहिँ जस्तै एकदमै अब हावा चल्छ नि त हावा चल्दाखेरि चाहिँ चटचरी फुट्छ होइन त्यो बेला चाहिँ टक्क लाएर सुत्यो भने भोलिपल्ट डाउन हो कि यो चाहिँ कस्तो राम्रो छ कि दामी क्वालिटीको छ गाइस मैले पनि पाइसकेको छु एउटा उसले पनि पाइसकेको छ एउटा ल अनि यो चाहिँ त्यो भयो भ्यासलिन हो तर लिपको भ्यासलिन हो है लिप बाम नै भनौँ न होइन ल यो चाहिँ मेरो साथीले मलाई पठाइदिनु भएको है यो चाहिँ साउदीमा एकजना मेरो साथी हुनुहुन्छ अनि कस्तो मिठो सेन्ट छ कि चाहिँ मैले एउटा युज गरिसकेँ होइन अनि त्यसपछि यो चाहिँ बाँकी हो यो चाहिँ अब एक्स्ट्रा भनौँ न त्यो अर्को बाँकी नै छ अझै होइन अनि कस्तो मिठो सेन्ट छ कि यो चाहिँ वाउ छ कि दामी यो चाहिँ बट्टा सट्टाको भन्दाखेरि पनि यो चाहिँ पुरा सेन्ट नै दामी छ कि ए यो हो ल कस्तो मिठो छ होइन उहाँको दराजमा एउटा छ नि त्यसको यो अर्को एक्स्ट्रा हो कि आज मात्रै खोलेको मैले किनभने म लुकाएर राखिरहेको थिएँ लडतरले पाइँदैन नि त होइन अब साथी थियो र पठाइदियो त बिचरा अनि लास्टमा छोटे प्याक बडा धमाका चाहिँ यो हो है होइन मेरो यो चाहिँ मेरो चाहिँ एकदमै राम्रो खै राम्रो त गरेको छैन तर यो लगाएदेखि चाहिँ मैले अरू युज गरेको छैन एन्टी एजिङ जस्तै त आई क्रिम पनि भनौँ यता यस्तोतिर अब त्यसै पनि चाउरी परेको छ होइन त्यही पनि अलिअलि रोक्छ कि भनेर यो चाहिँ खासमा यसको डब्बा हो यो चाहिँ यसको डब्बा हो यो भित्र आउने हो तर यो चाहिँ टाढो बाटो ल्याउँदा यो छोडेर यसमा प्याकिङ भएर आयो कि खासमा यो चाहिँ यसको हो अनि त्यसपछि यो चाहिँ पहिलाको बट्टा हो यो चाहिँ लास्ट टाइम मेरो यो चाहिँ दाजैले ल्याइदिनु भएको थ्याङ्क यू फर दिस दाजै यो खोलेको छैन यस्तो छ अनि यो खोल्दाखेरि चाहिँ यहाँबाट टुप्पीबाट यसरी यो बटारेर खोल्नुपर्छ यो चाहिँ अर्को अलिअलि छ अर्को सिद्धिपछि मात्रै खोल्छु होइन अहिले खोल्दिनँ यसको प्राइस चाहिँ खतरा छ तपाईँहरूले गुगलमा चाहिँ ल यो सर्च गर्नुहोस् है IOPE राम्रो पनि छ तपाईँहरूलाई मनपर्छ भने के भन्छ अरू अनलाइनबाट इन्टरनेसनल सपिङ के छ यहाँ नेपालमा त्योबाट सपिङ गर्नु पनि सक्नुहुनेछ यहाँ चाहिँ के छ भन्दा ओ फेस मास्क चाहिँ फेस मास्क हो है अनि यसको कहानी म सुनाउनेवाला थिएँ अब सुनाइन अर्कोचोटि सुनाउँछु सुरुमा युज गर्दाखेरि मैले युज गर्नु नजानेको कुरा त्यति हो होइन किनभने त मेरो क्यामेरामा टिडिक गरे सुरुमा मैले युज गर्नु नजानेको हो कि साथीहरू त्यो भनौँ भने चाहिँ हाँसउठ्दो कुरा छ अहिले नभन्दिनँ होइन कति टाइमसम्म मैले उल्टो युज गरेको थिएँ नथपाएर अनि यो चाहिँ फेस मास्क चाहिँ यति धेरै छ ल अनि तपाईँहरू कसैलाई चाहिन्छ भने कमेन्ट गरेर मलाई भन्नु होला म एकवटा दिउँला भन्दाखेरि पनि यसको एक थप्पा चाहिँ छुवाइदिउँला भनिदिएको ल त्यसै अनि ल अब मेरो भएको चिजहरू यति नै हो है अब के भिडियो बनाऊँ भन्दाखेरि मात्रै मैले यो सबै भिडियोहरू बनाएको हो नभए म यसरी देखाउनेवाला पनि थिइनँ फेरि खुपैको नभन्नु होला होइन अब के गर्ने त कन्टेन्ट नै छैन अनि पैसा कमाउनु छ जिन्दगीमा युट्युबबाट होइन आखिर के गर्ने आखिर भन्दाखेरि यही थियो होइन पैसा कमाउने भनेर अनि ल यति भन्दै रिजुले क्यामेरा गरिदिएकोमा थ्याङ्क यू सो मच तिमीलाई होइन अनि त्यसपछि धेरै धेरै माया
यस्तै होइन भन्दै तपाईँहरू पनि खुसी रहनु होला, सुखी रहनु होला, सधैँभरि मस्त रहनु होला, जिन्दगीमा हाँसेर हाहा गरेर बिताइदिनु होला होइन। अरू त के छ र झिक्ने, भोलि मरिन्छ कि बाँचिन्छ होइन, 2 दिने जिन्दगीमा आफै लडीबडी आफै गर्नु होला। यति भन्दै हाम्रो भिडियोलाई मन परे पनि नपरे पनि लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, फुल वाच गरिदिनु नै भयो होला। गर्नु भएन भने बन्चरोले हान्छौँ, अब हेर्नेहरूले हेर्ने होइन, अनि हान्छौँ कि जान्छौँ होइन, हेर्नेले हेरिहाले भन्दै यति भन्दै आजको भिडियो चाहिँ यहीँनिर समाप्त गर्न चाहन्छु। हस्त नमस्ते, टेक केयर, बाई बाई।